गृहमन्त्री सुदन गुरुङ बारा र पर्साको नाकामा पुगेका थिए, तर गृहमन्त्रीको रूपमा होइन। न सुरक्षाकर्मी साथमा थिए, न प्रहरीलाई नै खबर थियो। मुखमा मास्क, आँखामा चस्मा लगाएर उनी सामान्य नागरिक झैं सीमावर्ती नाकामा बसेका थिए। स्थानीयसँग गफ गर्दै, गुनासो सुन्दै, चोरी तस्करीको वास्तविकता बुझ्दै। जब त्यहाँ उपस्थितहरूले उनी को हुन् भन्ने थाहा पाए, तबसम्म गृहमन्त्रीले धेरै कुरा थाहा पाइसकेका थिए। मधेसमा पछिल्लो समय तस्करी, चोरी, पैठारी र सीमा नाकामा हुने सेटिङको चर्चा भइरहेका बेला गृहमन्त्री सुदन गुरुङले एउटा अप्रत्याशित कदम चालेका छन्। स्रोतका अनुसार गृहमन्त्री गुरुङ हिजो राति नै गाडी मार्फत बारा आइपुगेका थिए। पथलैयासम्मको यात्रा पूरा गरेपछि उनी सिमराको एक होटलमा बसे। तर यो भ्रमण सार्वजनिक कार्यक्रमका लागि थिएन, न त कुनै औपचारिक निरीक्षणका लागि नै। यो त एउटा गोप्य योजना थियो, एउटा यस्तो योजना जसको जानकारी प्रहरी प्रशासनका अधिकांश अधिकारीलाई समेत थिएन। बिहान उज्यालो नहुँदै गृहमन्त्री गुरुङ आफ्नो टोली सहित निस्किए। उनीसँग बारा जिल्लाका जेन्जी संयोजक सम्राट उपाध्याय पनि साथमै थिए, जो गृहमन्त्रीको निकट मानिन्छन्। तर रोचक कुरा के थियो भने गृहमन्त्रीको वरिपरि सुरक्षाकर्मी थिएनन्, प्रहरीको स्कटिङ थिएन, सरकारी तामझाम थिएन। उनको पहिचान लुकाउने एउटै कुरा थियो, मुखको मास्क र आँखाको चस्मा। त्यसपछि उनी बारा र पर्साका सीमावर्ती नाकामा पुगे। त्यहाँ उनले कुनै अधिकारीसँग होइन, सर्वसाधारणसँग कुराकानी गर्न थाले। स्थानीय व्यापारीसँग बसे, साधारण नागरिकसँग गफगाफ गरे र सीमामा वास्तवमा के भइरहेको छ भन्ने बुझ्ने प्रयास गरे। भिडियोमा पनि देखिन्छ उनी शान्त रूपमा बसेर स्थानीयका गुनासो सुनिरहेका छन्। कसैले उनलाई गृहमन्त्रीका रूपमा चिनेको जस्तो देखिँदैन। त्यही क्रममा सीमावर्ती क्षेत्रमा हुने चोरी, तस्करी, अवैध पैठारी र कथित सेटिङ बारे विभिन्न जानकारी गृहमन्त्रीसम्म पुगेको स्रोतको दाबी छ। स्थानीयहरूले नाकाको वास्तविक अवस्था सुनाए, कहाँ कमजोरी छ, कहाँ निगरानी फितलो छ र कसरी सामान ओसार पसार भइरहेको छ, यी सबै कुरा गृहमन्त्रीले प्रत्यक्ष आफ्नै कानले सुने। त्यसपछि अवस्था बदलियो। गृहमन्त्रीले सुरक्षा निकायलाई जिम्मेवार अधिकारीहरूलाई बोलाए, सीमाको अवस्थाबारे जानकारी लिए, आवश्यक निर्देशन दिएर भविष्यमा यस्ता गतिविधि नियन्त्रणका लागि तत्काल सक्रिय हुने सन्देश पनि दिए। स्रोतका अनुसार उनले सम्बन्धित निकायलाई कुनै पनि प्रकारको लापरवाही वा सेटिङ फेला परे कडा कारबाही हुने चेतावनी समेत दिएका छन्। पछिल्ला केही महिना यता गृहमन्त्री सुदन गुरुङ लगातार एक्सनमा देखिएका छन्। कहिले कर्मचारीमाथि कारबाही, कहिले सुरक्षा निकायलाई निर्देशन र अहिले त सीमा नाकामै भेष बदलेर गरिएको छड्के अनुगमन। मास्क र चस्मा भित्र लुकेर गरिएको यो गोप्य निरीक्षणले अब सीमा क्षेत्रमा के परिवर्तन ल्याउँछ त्यो भने हेर्न बाँकी छ। तर एउटा कुरा स्पष्ट छ, गृहमन्त्री सुदन गुरुङले यसपटक फाइलको रिपोर्ट मात्र होइन, नाकाको